यसको चार्जर भेट्यो 그걸로 되게 알리노에? Bayada yun. यसको चार्जर भेट्यो भन्नु होइन यो काम गर्ने यहाँ मन छ क्या
त्योवाला छ नि त्यो चाहिँ यो के को कसम यो यो कसम त्यत्रो खाएर jealous बाटोको बाटो गर्छ कहाँको बाटो गर्छ है त्यो कस्तो ठाडो भयो त्यो बाटो त्यसो ए तलबाट गएको रहेछ ए बा साथी हो र यो स्टियो मा Cara. तिमीले चाहिँ कति थोरै खाथ्यौ कि त्यत्रो खाएन के गर्ने रे यो बाटो जाने उतातिर बाटो त बनाएको रहेछ ए पहिला त यहीँबाट हिँड्दै जान्थे अरे यहाँ तक गाडी गएको थियो यहीँबाट हिँड्दै जान्थे अरे पुरा परै कि पारिपट्टि कि यहाँबाट सन्डी फरक पढ्न जाने हो यसको यो डाँडा पोल्टी त ठुलो खोला छ अरे पारि कि ए हो र अहिले त बाटो बनाएछ नि कहाँ मस्त हावा र चिसो छ यार पुरा इन्डियनहरू छुट्टीमा इन्डियनहरू आज बनारस कहाँ कहाँबाट छ है किनकि हो र पुरा साउथबाट नै आएको छ लुम्बी लगाएर छोरा मान्छे त्यो साउथ होइन साउथ महाराष्ट्र तर एकछिन त बडीलाई यस्तो भयो यार शान्त के त क्या बुटलको गर्मीबाट यस्तो गर्मीबाट यहाँ एकछिन तर त्यसको लागि त नवाकोट पनि जान सक्छ धेरै गर्मी भयो नि यो पनि कता जान्छ यो यहाँ पनि कता पर्छ यो त पुरा दोकानहरू बन्द गाउँको नाम नरपानी गाउँको नाम नरपानी नरपानी अनि यो यहाँको सबै पूजाको भोज के पिकनिक वाला यहीँ हो क्या बनाउने यतै हो क्या सब पिकनिक गर्ने सब जति लिएर आउँछ नि बलिको प्रसाद सुपर भ्यू है नाइस तर राम्रो गराइरहेछ नरपानी ए मम्मी मेला पनि लागेछ के को मेला होइन जम्मै खाएर छ नि होइन होइन झुला मेला होइन झुला गएको होइन यो यहाँ हेर्नु टोटल राखेछ सधैँ यहाँ जम्मै त प्रसाद के
खाली छैन ओ यहाँ सब आछ यही यो सब आज पिकनिक उत्रेर उयो हो पारी स्टल त खाली होइन यहाँ चाहिँ पार्किङ अल्का पार्किङ हेर पुरा गाडीहरू सब आएको रहेछ क्या भ्रमण मतलब त्यसैले भिड भएको रहेछ क्या पुरै प्याक रहेछ आज त अनि यहाँ के पैसा तिर्नुपर्छ कि फ्री हो हामी अस्तिको लागि त तिर्नु पर्यो बाहिर पकायो भने फेरि आफूले लिएर जो स्टल बनाएको छ नि कता लगाएको होइन फर्किने होला पछि पहिला त्यहाँ देखाएको उहाँसम्म जाऊँ नि अगाडिसम्म के बनाएको छ यो बोर्डरसम्म जाऊँ फेरि बोर्डरबाट यहाँबाट फर्किहालौँ यहीँ हो नलपानी गाउँ फर्क्यौँ अनि यो छ यो उता पनि घुम्ने छ उहाँ राख्दा क्या कति राम्रो रुख भाइ यो रुख हेर न हामी यो पनि कति यो त कस्तो विदेशी जस्तो छ विलो जस्तो रुख छ विलो भन्छ कि यो त्यो के त्यो रातो फुल छ नि होइन र हो त्यही हो त्यो रातो भनेको फुल छ नि इन्डियातिर हुन्थ्यो यहाँतिर पनि छ नि वहाँ हेर मम्मी कुहिरो के रोजेस हेर यहाँको रोज यही रोज त यी बोल त यो आइदिनु है गाउँमा त्यस्तै हुन्छ कि गुलाब मधुसमा गुलाब पाउँछ यो झुलामा जाने हो त झुला भनेको मम्मी यिनीहरूले बनाएको रहेछ कि यो थिएन त पोहोर हो यहाँ राख्नु नि गाडी उहाँ छ कि के राख्ने उहाँसम्म राखेर हेरौँ उहाँ देखाउने ऊ पुरा यो पिकनिक हो पुरा हेर त सब प्याक छ पिकनिक आज पिकनिक मतलब पूजावाला पिकनिक प्रसाद त्यहीबाट भिड रहेछ क्या आज के छ आलु छ क्या रातो आलु पनि छ सब मान्छेहरू हेर खाएको यही हो क्या त्यहाँ त मेरै नै छ कि उहाँ काट्दैछ त गाडी राख्ने के राख्ने छ नि एक पार्टी वर्षा यहाँ त यता तयारी हुँदैछ